नमस्कार क्रिकेट प्रेमी साथीहरू। आज हामी क्रिकेटका किङ विराट कोहलीका अद्भुत रेकर्डहरूको यात्रा गर्न गइरहेका छौं। कोहलीले बनाएका कीर्तिमानहरू यस्ता छन् जसले विश्व क्रिकेटमा इतिहास कोरेका छन्। एक दिवसीय टी20 टेस्ट जुनसुकै फर्म्याटमा हेर्नुहोस्, कोहलीको दबदबा प्रष्ट देखिन्छ। आज हामी यो भिडियोमा उनका केही सबैभन्दा रोचक, ऐतिहासिक र अपराजय कीर्तिमानहरू समेट्दैछौँ। यो भिडियो अन्तिमसम्म हेर्नुहोला र हेर्दै जाँदा तपाईलाई मन पर्ने कीर्तिमान कुन हो कमेन्टमा लेख्न पनि नबिर्सिनुहोला। सर्वप्रथम कुरा गरौं उनको सबैभन्दा चर्चित रेकर्ड। विराट कोहली बने एक दिवसीय क्रिकेटमा 13,000 रन पूरा गर्ने सबैभन्दा छिटो खेलाडी। उनले यो माइलस्टोन जम्मा 267 इनिङमा पूरा गरे। यसअघि यो कीर्तिमान सचिन तेन्दुलकरको नाममा थियो, जसले 13,000 रन बनाउन 321 इनिङ खेलेका थिए। यो पनि एउटा यस्तो समयमा जब विश्व क्रिकेटमा बलरहरूको भरपूर दबाव थियो। तर कोहलीले तीव्रता, निरन्तरता र फिटनेसको अद्भुत मिश्रण देखाउँदै यो कीर्तिमानी बनाएका हुन्। कुनै पनि फ्यानका लागि यो कीर्तिमान अविस्मरणीय छ। अब कुरा गरौं कोहलीको अर्को उपाधि चेज मास्टर। विराट कोहली एक दिवसीय अन्तर्राष्ट्रियमा सफल रन चेजमा 23 वटा फरक शतक बनाउन सफल छन्। कुनै पनि खेलमा टार्गेट पछ्याउँदा दबाव चरममा हुन्छ, तर कोहली त्यो दबावमा पनि गजबको संयमता देखाएर आफ्नो टिमलाई जितसम्म पुर्याउँछन्। उनले इन्डिया विरुद्ध श्रीलङ्का, पाकिस्तान वा अस्ट्रेलियासँगको खेलले हेर्दा त्यो फिनिसिङ टच दिन सक्ने खेलाडीको काम वास्तवमै प्रेरणादायक हुन्छ। यसले उनलाई क्रिकेटको इतिहासमै सर्वश्रेष्ठ रन चेजर बनाएको। टी20 भनेको छोटो समयमा धेरै गर्नुपर्ने खेल हो। यहाँ निरन्तर राम्रो खेल्न सजिलो हुँदैन, तर कोहलीले यस क्षेत्रमा पनि आफ्नो प्रभाव छाडेका छन्। उनी बनेका छन् टी20 अन्तर्राष्ट्रियमा सबैभन्दा धेरै 50 रन बनाउने खेलाडी। उनले टी20 मा 38 भन्दा बढी पटक 50 या सो भन्दा बढी रन बनाएका छन्। कुनै पनि खेलमा स्टार्ट लिनु सजिलो हो, तर त्यसलाई इन्डिङमा बदल्नु गाह्रो। तर कोहलीले प्राय खेलमा आफ्नो टिमलाई राम्रो सुरुवात दिलाएका छन् र जुनसुकै दबाव होस्, रन बनाउन उनी कहिल्यै हिचकिचाउँदैन। अब कुरा गरौं विराटको निरन्तरता र विकासको। कोहली 8,000 देखि 13,000 रनसम्म सबैभन्दा छिटो पुग्ने एक्लो खेलाडी हुन्। उनले हरेक 1000 रनको गन्तव्य पहिल्यै भन्दा छिटो पूरा गरेका छन्। 8,000 रन, 9,000, 10,000, 11,000 सबैमा उनी फर्स्टेस्ट रहे। यसले प्रष्ट देखाउँछ कि उनी कुनै एक सिजनका स्टार मात्र होइनन्, वर्षौंसम्म आफ्नो प्रदर्शन स्थिर राख्न सक्ने क्रिकेटको महामानव हुन्। फिटनेस, मनोबल, टेक्निक सबै कुरा उच्च स्तरीय छ कोहलीको। टी20 क्रिकेटमा प्लेयर अफ द सिरिज जित्नु भनेको पुरै श्रृङ्खलामा सर्वोत्कृष्ट प्रदर्शन गर्नु हो, र कोहलीले यो अवार्ड 7 पटक जितेका छन्, जुन कीर्तिमान अहिलेसम्म कसैले तोड्न सकेको छैन। उनी प्राय प्रतियोगितामा बेस्ट ब्याट्सम्यान बन्न सफल हुन्छन्, चाहे त्यो 2016 को टी20 वर्ल्ड कप होस् वा अस्ट्रेलियासँगको घरेलु श्रृङ्खला। कोहलीको प्रदर्शन सदैव चम्किलो हुन्छ। उनको बलिङ विरुद्धको समझदारी र शट सिलेक्सन अद्भुत छ। हामी प्राय कोहलीलाई ओडिआई र टी20 का लागि चिन्छौं, तर टेस्ट क्रिकेटमा पनि उनको प्रभाव कम छैन। उनी भारतका लागि 8,000 भन्दा बढी रन बनाउने खेलाडीमा पर्छन्। 40 भन्दा बढी अर्धशतक, 28 भन्दा बढी शतक र कप्तानको रूपमा ऐतिहासिक टेस्ट सिरिजहरू जितेका छन्। दक्षिण अफ्रिकामा, अस्ट्रेलियामा भारतलाई जिताउने सपना पूरा गर्ने कप्तान र ब्याट्सम्यान दुवै भूमिकामा विराट असाधारण देखिन्छन्। कोहली कप्तानको रूपमा पनि एक सफल नाम हुन्। उनको कप्तानीमा भारतले टेस्ट क्रिकेटमा पहिलो पटक अस्ट्रेलियालाई उनीहरूको घरेलु मैदानमै हरायो। उनको आक्रामकता, जुनून, फिटनेसको सन्देश टिममा फैलिएको। उनको कप्तानीमा भारतले लगातार 40 भन्दा बढी जित्ने सिरिजहरू खेल्यो। आइपिएलमा पनि उनले आरसीबी का लागि कप्तानी गरेका थिए र अब फफ दु प्लेसमा सघाउने भूमिकामा छन्। कप्तानीले कोहलीलाई जिम्मेवारी दिन्थ्यो र उनले त्यो हरपल निभाएका पनि छन्। कोहली केवल क्रिकेटमै सीमित छैनन्, उनी आजको दिनमा सबैभन्दा महँगा ब्रान्ड एम्बेसडरहरू मध्येका एक हुन्। उनको सोशल मिडिया फ्यान फलोइङ करोडौंमा छ। उनले खेलमा फिटनेस र व्यावसायिकतामा नयाँ मापदण्ड स्थापित गरेका छन्। उनका विज्ञापनहरू, उनको प्रशिक्षण, अनुशासन, यी सबै कुरा आजका युवालाई प्रेरणा दिन्छन्।
क्रिकेटको सिमाना पार गरेर विराट आज एक मनोबल आइकन बनिसकेका छन्। क्रिकेटको सिमाना पार गरेर विराट आज एक ग्लोबल आइकन बनिसकेका छन्। कोहलीलाई प्राय बाबर अजाम, स्टिभ स्मिथ, जो रूट, केन विलियम्ससँग तुलना गरिन्छ, तर कोहलीको कन्सिस्टेन्सी, बिग म्याच पर्फर्मेन्स र टिम इम्प्याक्ट अरूभन्दा फरक छ। उनको एउटा इनिङ टिमको नतिजा बदल्ने खालको हुन्छ। उनको फिल्डिङ, एनर्जी, मेन्टल थटनेस कुनै पनि समकक्षी भन्दा अगाडि देखिन्छ। सचिनपछि भारतलाई जसले आत्मबल दिएको हो त्यो नाम हो विराट। यति धेरै कीर्तिमान एकै व्यक्तिले बनाउनु चाहन्छु नै कुरा होइन। विराट कोहली एउटा युग हुन्, एउटा मानसिकता, एउटा प्रेरणा हुन्। उनी युवा पुस्ताका लागि उदाहरणीय छन् र विश्व क्रिकेटका लागि एक उपहार। तपाईलाई कोहलीको कुन कीर्तिमान सबैभन्दा मनपर्छ? कमेन्टमा लेख्नुहोस्। भिडियो राम्रो लाग्यो भने लाइक गर्नुहोस्, साथीहरूसँग सेयर गर्नुहोस् र यस्तै रोचक खेलकुदका भिडियोका लागि हाम्रो च्यानललाई सब्स्क्राइब गर्नुहोस् र नजिकै रहेको बेल आइकनमा क्लिक गर्नुहोस्।